सबैलाई नमस्कार। आज हामी त्रिभुज र चतुर्भुजका महत्त्वपूर्ण साध्यहरू पढ्नेछौँ र सबैभन्दा पहिले एउटा चाहिँ परीक्षामा यसरीकन एउटा अनिवार्य सोध्छ। 4 पूर्णाङ्क परीक्षा जसरी पनि सोधेको हुन्छ। यसमा चाहिँ 3वटा साध्य छन्। 3वटा मध्ये एउटा अनिवार्य सोध्छ परीक्षामा। ल त्रिभुज अथवा ट्रायंगल एन्ड क्वाड्रिलेटर भन्छ हैन। त्रिभुज र चतुर्भुजहरूका साध्यहरू भनेको साध्य 1 ले के भन्छ भने एउटै आधार र उही समान्तर रेखाहरूबिच रहेका समानान्तर चतुर्भुजको क्षेत्रफल बराबर हुन्छ भनेको दुईवटा चतुर्भुज भनेको एउटा ल यसरी हेरौँ हामीले। एउटा चतुर्भुज यस्तो भयो, एउटा यो भयो, यस्तो भयो र अर्को यस्तो भयो। चतुर्भुज ABCF एउटा क्षेत्रफल भयो भने अर्को भनेको AB अनि ED एउटा चाहिँ क्षेत्रफल भयो भनेको एउटै आधार भनेको के भयो त यहाँ AB भयो, उही समानान्तर रेखा भनेको CD माथिको CD रेखा र समानान्तर चतुर्भुज के भने ABCF र ABCF चतुर्भुज एउटा ABCF बन्यो, एउटा ABED अर्को चतुर्भुज बनेका छन्। प्रमाणित गर्नु भनेको चतुर्भुज ABCF बराबर चतुर्भुज ABED रहेका छन् भनेको भनेको यो जुक्ति भन्दा पनि रचना हुन्छ हैन। यहाँ रचना हुन्छ। रचना गर्नु पनि हामीले चाहिँ एउटा के भएर एफ र जी चाहिँ एउटा रचना गर्यो 90 डिग्री कोण बनाउने तरिकाले। किताबको जसरी गरे पनि हुन्छ, यसरी गर्दा पनि हुन्छ। एफ डट र एफबाट के गर्यौं जी रचना गर्यो। रचना हो एफ यो एफ टेन्जेन्ट एबी खिच्ने भनेको खिचौँ लेख्ने। यहाँ जुक्ति भन्दा रचना लेख्ने है। अब सैद्धान्तिक प्रमाण अथवा प्रमाण मात्र लेखे पनि हुन्छ। प्रमाण मात्र पनि लेखे पनि हुन्छ। हामीले के लेख्नु पर्यो? यो प्रमाण मात्र पनि लेखे पनि हुन्छ। अरु त्यो यहाँले के लेख्नु पर्यो त? रचना अनि तल्लोमा के लेख्ने? प्रमाण लेख्ने। अब के गर्नु पर्यो? यहाँ चाहिँ यसको यो जुक्ति नलेखेर यहाँ चाहिँ रचना लेख्नु पर्यो हैन। ल अब चाहिँ हामी हेरौँ। ल चतुर्भुज है यो भनेको चतुर्भुज यहाँ नजिकको। अब के छ त? तथ्यहरू अथवा स्टेटमेन्ट भने हुन्छ अनि कारणहरू रिजन लेख्ने। एकमा के छ? चतुर्भुज ABCF यहाँ ABC र F हेर्ने है। ABCF मा हामीले के लिनु पर्यो भनेपछि यसको आधार के लिनु पर्यो? चतुर्भुज ABCF मा आधार इन्टु उचाइ भनेको आधार इन्टु उचाइ भनेको आधार AB भनेको आधार भइगयो, उचाइ भनेको के हो त FG यो ठाडो है। ठाडोलाई लिने एउटा आधार AB अनि उचाइको लिने FG लेख्ने भनेको चतुर्भुज ABCF को क्षेत्रफलबाट भनेको हामी ABCF क्षेत्रफलबाट लिए हैन। यो A भित्र छ नि त त्रिभुज पनि त्यो चतुर्भुज त बनेका हुनाले। अर्को 2 नम्बर के लेख्ने? चतुर्भुज ABEF अब भनेको ABEF भनेको अब यताको चतुर्भुज हेर्ने। अघि हामीले के हेर्यौं त? अघि हामीले के हेरेका थियौं त? उताको चतुर्भुज हेर्छौं। अब चाहिँ ABEF यताको चतुर्भुज हेर्ने। यस्तो चतुर्भुज हेर्ने है। अब ल यसमा चाहिँ पनि फेरि बन्यो। यसमा पनि के लेख्ने हैन? आधार इन्टु उचाइ लेख्ने AB इन्टु FG लेख्ने। अब चतुर्भुज ABEF बाट हैन ABEF बाट रचना गरेर लेख्ने। देयरफोर अब 3 नम्बर के लेख्ने? चतुर्भुज ABCF बराबर के हुन्छ? चतुर्भुज ABED तथ्य 1 र 2 बाट प्रमाणित भयो। सकियो। अब साध्य 2 सजिलो छ, त्यति गाह्रो छैन। यसरी गर्दा पनि होइन म के रे अर्को तरिकाले गर्छु पनि भन्न मिल्छ। भनेको किताबको तरिकाले गर्नु पनि भन्न मिल्छ। यसमा चाहिँ हामीले अब साध्य 2 मा भने एउटै आधार र समान्तर रेखाहरू बिरेका त्रिभुज र समान चतुर्भुजमा त्रिभुज क्षेत्रफल समान चतुर्भुजको आधा हुन्छ। यसरी पनि भन्न सक्छ।
अथवा कहिलेकाहीँ के भन्नु सक्छ भने चाहिँ यही प्रश्नलाई एउटै आधार र समान्तराल रेखाहरू भएका त्रिभुज र चतुर्भुजमा त्रिभुज के अरे समान्तराल चतुर्भुज क्षेत्रफल त्रिभुजको 2 गुणा हुन्छ भन्नु पनि एउटै है। अथवा के भयो त अर्को एउटा के भन्छ एउटै आधार र समान्तराल रेखाहरू भएका त्रिभुज क्षेत्रफल चतुर्भुज क्षेत्रफलको आधा हुन्छ पनि भन्न सक्छ। एउटै आधार र समान्तराल रेखाहरू भन्ने चतुर्भुजको क्षेत्रफल त्रिभुजको क्षेत्रफलको 2 गुणा हुन्छ यसरी पनि भन्न सक्छ। ल पहिला हामीले के दिएको हेर्नु पर्यो भने एउटै आधार एबी ए र बी छ, उही समान्तराल रेखा सिडी हामीले सी र डी मानेछौँ किताबमा चाहिँ एफसी होला होइन। 20 त्रिभुज एबिसी एउटा त्रिभुज बन्यो र समान्तराल चतुर्भुज के बन्यो समान्तराल चतुर्भुज एबिइडी एबिइडी यता भन्यो होइन। चतुर्भुज छन् भने होइन एउटै आधार एबी र उही समान्तराल रेखा सिडी बीच एबिसी त्रिभुज र समान्तराल चतुर्भुज के भनेको एबिइडी छन्। प्रमाणित गर्नुपर्ने के भन्यो त प्रमाणित गर्नुपर्ने के छ त भनेको हाम्रो प्रमाणित गर्नुपर्ने त्रिभुज एबिसी बराबर 1/2 चतुर्भुज एबिइडी भनेको होइन। ल त्रिभुज एबिसी त्रिभुज भनेको त्रिभुजको साइन यस्तो हुन्छ र चतुर्भुजको साइन यस्तो हुन्छ। 1/2 चतुर्भुज एबिइडी। ल अब भने यहाँ जुक्ति चाहिँ यो जुक्ति लेखिराख जुक्ति चाहिँ खास हुँदैन होइन हामीले चाहिँ रचना लेख्ने यो खास रचना हुनुपर्छ। हामीले बिसी समानान्तर एएफ भनेको यो चाहिँ हामीले चाहिँ रचना गर्ने खासै यो चाहिँ एएफ चाहिँ रचना गर्ने है। बिसी खिचेकै हुन्छ पहिले यसलाई चाहिँ एएफलाई चाहिँ डर रचना दिने रचना गर्ने। ल अब यसमा चाहिँ के गर्ने यो खास रचना गर्ने हो यहाँ रचना हो। अब सैद्धान्तिक प्रमाणहरू के छ त ल त्रिभुज एबिसी त्रिभुज के भयो त एबिसी एउटा त्रिभुज भयो होइन त्रिभुज एबिसी यो सी बराबर के छ 1/2 चतुर्भुज एबिसिएफ चतुर्भुज एबिसिएफ यो यताकै चतुर्भुज हेर्ने यो अनि त्यसपछि यो चाहिँ चतुर्भुज यसरी हेर्ने है। एबिसिएफ विकर्ण एसीले चतुर्भुज एबिसिएफलाई आधा गर्ने भएकाले भनेको यो हाम्रो विकर्ण के हो त यो भनेको बिचको विकर्णले के गर्छ त आधा गर्छ कि त्यसलाई चाहिँ ठ्याक्कै आधी गर्ने भएकाले यो चतुर्भुजलाई आधी बराबरमा गर्ने भयो। अनि अब चतुर्भुज एबी अब हामीले के छ त अर्को भनेको अर्को चतुर्भुज एबिइडी। अब एबिइडी बराबर के हुन्छ चतुर्भुज एबी अनि के भयो सिएफ हुने भयो होइन सिएफ एबिसिएफ भन्ने भयो। अब यसरी पनि बुझे पनि हुन्छ हामीले चतुर्भुज के भयो त यस्तो बन्ने चतुर्भुज बराबर यस्तो बन्ने चतुर्भुज हुन्छ भनेको दुईटा एउटा यतातिर बन्यो एउटा उतातिर फर्केको बन्यो। अब एउटै आधार एबी र समान्तराल रेखा सिडी बीच बनेका समान चतुर्भुज बराबर हुने भएकाले भन्यो होइन। ल अब 3 मा के छ त त्रिभुज एबिसी बराबर 1/2 चतुर्भुज यो चतुर्भुज राम्रोसँग देखिया छैन यहाँ अगाडि यस्तो चाहिँ चतुर्भुज है सबैको अगाडि यो पनि यहाँ देखिया छैन यहाँ चतुर्भुज हो यहाँ पनि अब यसको अगाडि पनि देखिया राम्रोसँग क्लियर फोटोमा आएर र भनेको के भन्दा तथ्य 1 र 2 बाट भनेको प्रमाणित भयो। अब साध्य 3 हेर्ने एउटै आधार र समान्तराल रेखाहरू त्रिभुज क्षेत्र बराबर हुन्छ भन्यो हैन त एउटै आधार र समान्तराल रेखाहरू भएका त्रिभुज क्षेत्रफल बराबर हुन्छ भन्यो। अथवा यसलाई के भन्छ एउटै आधार एबी र समान्तराल रेखाहरू बीच रेखाहरू एबी र सिडी बीच उभिएका त्रिभुज एबिसी र त्रिभुज एबिडी को क्षेत्रफल बराबर हुन्छ भन्यो। ल
एबिसी एउटा त्रिभुज बन्यो भने अर्को एबिडी, ए यता बिडी, यो चाहिँ यस्तो यता र यता बराबर हुन्छ भनिदियो। ल थाहा दिएको एउटै आधार एबी भयो, तलको हामीले एउटै आधार एबी भइहाल्यो होइन। अब तल के भयो त एउटै आधार एबी उही समानान्तर रेखा भनेको डिसी बीच क्रमशः एबिसिडी भनेको यहीँभित्र बन्यो नि त। एउटा त्रिभुज यस्तो बन्यो, एउटा यस्तो यस्तो बन्यो कि नै, यो त्रिभुज चाहिँ यसरी बन्यो, यो त्रिभुज बनेका छन्। अब प्रमाणित गर्नुपर्ने एबिसी बराबर त्रिभुज एबिडी, जुक्ति होइन रचना, अघि भनिसकेको छु। रचना भनेको रचना एडी बराबर बिई खिचौँ, एडी यो के अरे यो बिई डर देखा नि, त्यो के हो त रचना हो। अब सैद्धान्तिक प्रमाण के छ त त्रिभुज एबिडी। अब हामीले त्रिभुज के गर्नु पर्यो त त्रिभुज एबिडी यताको हेर्ने बराबर 1/2 चतुर्भुज एबिई, चतुर्भुज के भयो एबिडिई होइन त, ए हेऱ्यौँ। अब के भयो यो चतुर्भुजलाई विकर्ण केले गर्ने भयो, बिडीले चाहिँ आधा गर्ने भएकाले, भनेको चतुर्भुज एबिईडीलाई विकर्ण बिडीले, यो बिडीले चाहिँ आधा गर्ने भएकाले, बिचमा आधा गर्छ, आधा गर्ने भएकाले। ल अब हामीले फेरि अर्को के हेरौँ त, अब चाहिँ दोस्रोमा के हेरौँ त भनेपछि दोस्रोमा के त्रिभुज। अब उल्टो ठ्याक्कै उताको हेर्ने। अब चाहिँ हामीले के हेरौँ, यो त्रिभुज हेरौँ। अघि यताको त्रिभुज लगाएको थियौँ, अब यताको त्रिभुज लगाउँ। एबिसी त्रिभुज एबिसी बराबर के हुन्छ त, हामीले चाहिँ त्रिभुज एबिसी बराबर 1/2 अघि यो त्रिभुज बराबर यो त्रिभुज हुन्छ जहिले पनि भनेपछि अब त्रिभुज एबिसी बराबर के हुन्छ चतुर्भुज 1/2 एबिईडी भनेको एउटै आधार उही समान्तराल रेखा बन्ने भएकाले बनेका त्रिभुज र चतुर्भुज क्षेत्रफल सम्बन्धबाट भनेको हामीले साध्य 2 अथवा यसलाई के लेख्न सकिन्छ, यसलाई यति लामो नलेखेर यसलाई के यसलाई यति लामो नलेख्न मन लागेन भने के लेख्नु पर्यो, साध्य 2 अनुसार पनि लेख्न मिल्छ है। साध्य 2 अनुसार लेख्यो भने हुन्छ। अब 3 नम्बर के भयो त त्रिभुज एबिडी बराबर त्रिभुज एबिसी, एउटा मिस्टेक भयो यहाँ नजिक चाहिँ लास्टमा के छ भनेपछि यो चाहिँ त्रिभुज एबिडी बराबर एबिसी होइन कि त्रिभुज के हो एबिसी हुन्छ है। अब के भयो त यो एउटा एबिडी भएर छ है। त्रिभुज एबिडी बराबर के भयो त्रिभुज एबिसी, तथ्य 1 र 2 बाट प्रमाणित भयो भन्ने चाहिँ आज हामीले साध्य, यी 3वटा साध्यमध्ये एउटा अथवा चित्र दिएर सोधिदिन सक्छ, अथवा के अरे भाषामा सोधिदिन सक्छ, अथवा परिभाषा दिएर पनि सोधिदिन सक्छ। कहिलेका चित्र दिएर, जस्तै अब हामीले ए र डी र बी को सम्बन्ध कस्तो हुन्छ भनेको अब समानान्तर हुने भयो जहिले पनि रेखाहरू भनेको। अब के अरे डिबी र एडीको के हुन्, यिनीहरू के हुन्, के जनाउँछ यसले भनेको यिनीहरू विकर्ण भयो हो। यसरी पनि कहिलेकाहीँ सर्ट क्वेसन यसरी सोध्न सक्छ है। ल अब यसरी नै यो चाहिँ इरोर भाषा यहाँ नजिक चाहिँ एकछिन है, यो चाहिँ एबिडी होइन कि त्रिभुज त्रिभुज एबिसी हो है, यसको सट्टा यो। ल हस्, धन्यवाद। के छ कस्तो छ कमेन्ट गर्नुहोला सबैजनाले।